मेममा छु है। अहिले चाहिँ फिलहाल म सुकियातर्फ जाँदैछु है। तपाईँलाई आज देखाउनेछु जोरपोखरीहरू कता कता जानेछु है। फिलहाल एन्ट्रोक यहाँ छ है यतातिर। हजुर ल अब होइन जानुपर्ने हुन्छ है। यहाँ छँदैछु। लेट्स गो। सो फिलहाल अहिले स्टार्ट हालिसकेको छु है। अब जानुपर्ने हुन्छ। सो होइन मैले चाहिँ अघि किन भिडियो नबनाएको भन्दा चाहिँ हाम्रो उकालो मेमदेखि उकालो आउने बाटो चाहिँ एकदम डेन्जर, एकदम खतरा खालको है। स्कुटी पनि हेर्नु यहाँ हिट भयो, 2 काटी हिट भयो। तातेर अहिले चाहिँ फिलहाल माथि आइपुग्छ। अब चाहिँ राम्रो बाटो छ है। यहाँ हेर्नु है। यो उकालो चाहिँ कहाँ जान्छ भने चाहिँ यताबाट एउटा बाटो छ, यताबाट चाहिँ सुकिया जान्छ। यताबाट चाहिँ माथि लिटल फरेस्ट होमस्टे जान्छ है। यो चाहिँ एकदम दामी छ, जङ्गलको बिचमा होमस्टे बनाएको छ है। म तपाईँलाई 2-3वटा सर्ट क्लिप देखाउने छु है त्यसको। हेर्नुहोस् होला। फिलहाल चाहिँ आइपुगिसकेको छु है मेन जोरपोखरी। कुछ नजारा यस्तो छ है। यहाँ छ मेरो साथी। सिजन अफ भएर पनि छैन। अरे माछा, अरे पुरा माछा हालेको रहेछ त। हाँस त अस्ति देखेको थिएँ जस्तो लाग्यो मैले भिडियो। मेरो केस चाहिँ एकदम हेलमेटले क्लियर भइदिरहेको छ। होइन यहाँबाट चाहिँ हामी निस्किँदैछौँ है। स्कुलबाट आएको थिएन हामी चाहिँ। यहाँबाट चाहिँ अब यहाँ पराउँछ नि के लास्टमा चाहिँ बोलेर हाल्नुको लागि कहाँ हो कुकुरको जस्तै टक्कै यता हो। नदिनु फिलहाल चाहिँ सिमाना आइपुगिसक्यो। मैले चाहिँ हेलमेट नखोलेको है। यहाँ जाम भइदिरहेछ। तपाईँलाई भ्यू देखाउनु छु। यहाँ यस्तो दामी जग्गा है। ये देखो कहाँ बिजनबारी हो क्या? मेकमा हो उयो माथिको मेकमा हो। यो चाहिँ थाहा भएन। ओ भाइ क्यामेरामा त त्यस्तो देखेको छैन कि। तपाईँहरू आफै आएर हेऱ्यो भने चाहिँ चौक जाओगे। फिलहाल चाहिँ सिमानामा चाहिँ डेन्जर जाम हुँदैछ है आजकल। मैले ए हटाएँ, हाम्रो पनि हटाउनु पर्छ अब। होइन उनीहरू त गएको भाइ तर पनि राख्नु दिँदैन होला नि त। क्या किन दिँदैन? तर होइन जाममा फँसेको भनौँ न होइन।